Good morning everyone. Welcome to the Samir blog. आज वैशाखको 20 गते हामी शनिबारको दिन बिहान स्वास्थ्य प्रबोधनका निम्ति चाहिँ हामी चाहिँ वाक जाँदैछौँ. हियर इज प्रतिमा. के छ हालखबर? ठिक छ, एकदम हालखबर ठिक छ. कस्तो हुँदैछ त वाक? ओके, हामी अहिले वाकमा छौँ. बिहानको यो समयमा एकदम मौसमको कुरा गर्ने हो भने चिसो सब फ्रेस हावा हामीले पाइरहेका छौँ. यो फ्रेस इन्भाइरोमेन्टमा हामी चाहिँ वाक गर्दैछौँ. सबैजनाले चाहिँ कम्तीमा पनि बिहान अलिकति भए नि हिँड्नु होला. स्वास्थ्य प्रबोधन हुन्छ, आफ्नै स्वास्थ्यको लागि राम्रो हुन्छ. है गाइस, दाइहरूको लागि के भन्न चाहनुहुन्छ? दाइहरूलाई त्यस्तो नभन्नु. आँखाबाट आँसु आउनु लाग्यो दाइहरूले बिदा भनेको सुन्दाखेरि. हाम्रो पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ हेल्थ साइन्सका एमपिएसमा पढ्ने दाइहरूको चाहिँ अब भोलि बोर्ड इक्जाम छ. भोलि बोर्ड इक्जाम भन्ने बित्तिकै उहाँहरूको त्यस पछाडिको डिफेन्स सकिएर चाहिँ उहाँहरू जाँदै हुनुहुन्छ. हुन चाहिँ जिन्दगीमा धेरै मान्छेहरूसँग सङ्गत गरियो, तर पूर्वाञ्चल युनिभर्सिटीको एमपिएसको त्यो ब्याच जतिको सक्रिय, सहयोगी र एकदम बन्डिङ भएको ब्याच चाहिँ अरू कुनै पनि थिएन. एकदम हामीलाई हरेक गतिविधिमा सपोर्ट गर्ने दाइहरूको ब्याच जाँदैछ. पक्कै पनि यो बिदाईको क्षण चाहिँ नमिठो हुँदो रहेछ, तर पनि बिदाई नगरिकन फेरि पूर्ण मिलन हुँदैन. त्यही भएर यो सिद्धान्तलाई पनि हामीले बिर्सिनु हुँदैन. जहाँ गए पनि दर्शक पनि हेर्नु होला. पूर्वाञ्चल विश्वविद्यालयको नवप्रतिभा, उहाँको गाना सुन्नको लागि आदरणीय गुरुहरूले उहाँलाई पनि एकदम सहज वातावरणमा गाना गाइदिनुहोस् भनेर उहाँले भन्नुहुँदो रहेछ. यति ठुलो व्यक्तित्व हुनुहुन्छ. उहाँको फेभरेट सर कुन सरले रे? मनिषु कुन सरले रे? ए, उहाँको सरले चाहिँ उहाँलाई चाहिँ गाना गाइदिनुहोस्, 2-4 लाइन सुनाइदिनुहोस्. ल, यो हाम्रो दर्शक बिनलाई सुनाइदिनुहोस् न त. सुन्नु ल, छिटो फास्ट. हेर्नु न दर्शक बिन, झन् उहाँको प्रतिभालाई यो भिडियो मार्फत चाहिँ बाहिर सार्वजनिक गरौँ भनेको. अब यसरी प्रतिभालाई दबाएर लुकाएर बसिरहेको हुन्छ. यसरी प्रतिभा फस्टफुटनको साट्टा प्रतिभा खसखुटन हुन्छ. त्यही भएर हेर्नुहोस्, तपाईँहरूको प्रतिभा केही छ भने त्यही छ भने चाहिँ भन्नु होला. हजुर, डान्सिङ स्किल देखाउने म भिडियो बनाइदिउँ. के स्किल रे? दादाले अब आफ्नो डान्सिङ स्किल देखाउनुहुन्छ. उहाँ चाहिँ हाम्रो पूर्वाञ्चल विश्वविद्यालयको उत्कृष्ट डान्सर भनेर चिनिन्छ होइन. हालसम्म उहाँको टिकटकहरू पनि ब्याक टु ब्याक धेरै आउनु लाग्यो. अन्त मान्छेहरूले धेरै रुचिका साथ हेरि पनि रहेको छन् उहाँको स्टोरी. उहाँ अहिलेको फेरि अहिले नयाँ इमर्जिङ साहित्यकार पनि हो. फेरि माननीयको लागि लेखिरहनुहुन्छ उहाँले होइन. गाइस भयो, सुन्नुभयो साथीहरू, उहाँले भनेका के शब्दहरू चाहिँ ठिकै छन्. त्यो कुरा पनि मनन गरौँ. डान्सको लागि तपाईँहरूले चाहिँ समीर परियार 09 भन्ने टिकटक आइडीमा गएर हेर्न सक्नुहुन्छ. त्यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ डान्सिङ भिडियोजहरू. अनि अरूको साहित्य कुराहरू पनि हेर्न चाहनुहुन्छ भने समीर परियार भन्ने फेसबुकमा गएर हेर्नु होला. त्यहाँ पनि छ, त्यहाँबाट तपाईँले हेर्न सक्नुहुन्छ. उहाँले भनेको माननीय को मलाई पनि थाहा छैन, तर पनि वाह, त्यो चाहिँ एकदमै रहस्य छ अरे. म त्यो रहस्यमा थिएँ. एक दिन उहाँले पर्दा खोल्नुहुन्छ अरे त्यो रहस्यको. अब त्यो कहिले भन्ने कुरा उहाँलाई नै थाहा छ. जस्ट तपाईँहरूले यो ब्लग राम्रोसँग हेर्नु होला. हामी चाहिँ वाक जाँदैछौँ. यो वाक यस्तो रमाइलो हुन्छ. विभिन्न विषयवस्तुमा हामी कुराकानी गर्दै हिँड्छौँ. स्वास्थ्य पनि राम्रो, दिनको सुरुवात पनि राम्रो. सो प्लिज बिहान चाहिँ स्वास्थ्यको लागि प्रबन्धनका निम्ति आफ्नै निम्ति हिँड्ने गरौँ. त्यही नै छ. अनि आज शनिबार तपाईँहरूको प्लानहरू के छ? के गर्दै हुनुहुन्छ? के छ आजको तपाईँको प्लान? वाउ, हेर्नुहोस्, विद्यार्थी भनेको यस्तो हुनुपर्छ कि पढाइ पढाइ पढाइ. गाइस सुन्दै हुनुहुन्छ, उहाँको 24बाट चाहिँ प्री बोर्ड छ अरे. कृपया सबैजनाले उहाँलाई चाहिँ बेस्ट विशेष गरेर प्री बोर्ड भनेर लेखिदिनु होला. इक्जाम भनेपछि एकदम तर्सिनुहुन्छ उहाँ. सो नतर्सिकन राम्रोसँग इक्जाम दिनु होला भनेर चाहिँ लेख्नु होला.
हाम्रो पनि छ हाम्रो केही समय पछाडि छ हाम्रो लागि त जस्ट हाम्रो भइरहन्छ एक्जाम यार एक्जाम भइरहेछ सो डोन्ट वरी जस्ट इन्जोय द लाइफ एन्ड अल्सो बी अ प्र्याक्टिकल भन्छौँ क्या यसलाई यो चाहिँ हाम्रो चाहिँ पूर्वाञ्चल युनिभर्सिटीको चाहिँ टिचिङ अस्पताल हो त्यसको उतापट्टिको अर्को बिल्डिङ भनेको चाहिँ हाम्रो चाहिँ त्यो पनि त्यहाँ ओपिडी र इमर्जेन्सी चाहिँ त्यहाँ छ हामी डेली हिँड्ने बाटो भनेको यही हो जुन चाहिँ पूर्वाञ्चल विश्वविद्यालयको यो एरिया हो एकदम हरियाली भरिपूर्ण छ बाहिर हिँड्नको लागि चाहिँ के हुन्छ भन्दा बाहिर हिँड्दाखेरि चाहिँ वातावरणीय हिसाबको चाहिँ एकदम पोल्युसन धेरै भएको हुनाले हामी चाहिँ यो वातावरणमा किन्ने गर्दछौँ ओके गाइज भर्खरै हामी चाहिँ वाक गरेर चाहिँ अब वाक गरिसकेपछि मर्निङको लागि चिया खानालाई चाहिँ हामी निस्केका छौँ वी आर हियर फर अ टी ब्रेक गाईमा चाहिँ हुनु हामी चाहिँ आयौँ वेयर वी आर हियर साथीहरू हेर्नुहोस् हामी चिया खाना आएको तर के गर्नु 32मा के भन्नु चाहिँ यस्तै हुँदो रहेछ कि हामी चिया खाना आएको तर क्यान्टिनै खुलेको छैन ड्राइभरको धेरै गाह्रो भयो अब दाजुभाइ यसो टेक्नोक अब यहाँ कुरेर बसेछ कतिखेर आउँछ कतिखेर चिया खुवाउनुहुन्छ भनेर गाह्रो छ हेर्नुहोस् जिन्दगी ल हेर्नु हाम्रो ड्राइभर राईमा अनि बहिनी आउँदैछ नि गाइज दिस इज आवर चियाको चुस्की चियाको चुस्की कति मिठो चिया हो गाइज यार गाइज हामी चिया खाएर भ्याएर चाहिँ वी आर ब्याक टु आवर रुम प्रतिमालाई आज एकदम गर्मी भयो अरे हुन चाहिँ अब जिन्दगीमा वर्षमा एक दिन आउँछ त्यो पनि जन्मदिनको दिन अनि त्यही भएर पनि हिँड्न सक्छ ठिक छ ल थ्याङ्क यू भिडियो बाई किप वाचिङ ब्लग अर्को ब्लगमा हामी भेट्छौँ द्याट इज ट्राभलिङ टु केटिएम ओके